आज यो मेरो कथा सुन्नु या नसुन्नु मलाई मतलब होइन, तर यथार्थ यो हो कि म आजभन्दा 10 वर्ष अगाडि काठमाडौँ छोडेर विदेशतर्फ लागेँ, जहाँ मेरो यात्राहरू सफलै थियो, राम्रै थियो। कुन पापीको आँखा लाग्यो अनि मेरो भाग्य खोसियो, मेरो सबै खोसियो, म एक्लो भएँ। आज म गाउँ फर्किन लाग्दा मेरो ती बाटाहरू अधुरै भयो, ती मेरा यात्राहरू अधुरै भयो। थाहा छैन खोइ कुन पापीले मेरो ती बाध्यता रहरहरूलाई, मेरो यी सपनाहरूलाई चकनाचुर बनाइदिए। थाहा छ मलाई, तर म हारेको छैन, किनकि म छोरा मान्छे हो। छोरा मान्छेले हिख राख्छ, जुनसुकै कुरामा होस् त्यसलाई पुरा गर्छ। त्यसैले म अघि बढ्न चाहन्छु। मेरा मित्र हो, मेरा साथी हो। म यो देशमा चाहन्छु कि म केही गरौँ, केही लाउँ, केही खाउँ, तर यी मेरा दुश्मनहरू अघि पछि खुट्टा तान्नेहरूको लस्कर देख्छु। मेरा यस्ता धेरै भनाइहरू छन्। अरू पाठको लागि हजुरहरूले लाइक, फलो अनि सेयर पनि गरिदिनु होला। धन्यवाद।